प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। आशा छ हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज पनि यस भिडियो मार्फत हजुरको समक्ष मेरो कमजोरी कसरी मेरो बल हुन पुग्यो भन्ने विषयमा मेरो छोटो गवाई राख्न गइरहेको छु। अनि आशा छ आजको यस गवाईबाट हजुर सबैजना आशिषित हुनुहुनेछ। आमेन। अनि मेरो कमजोरी मेरो बल हुन पुग्यो। म चाहिँ एउटा मामा घरमा हुर्केको छोरी र मलाई सधैँ एउटा कुराले गाह्रो बनाउँथ्यो कि मेरो मम्मी मेरो बुवासँग चाहिँ म किन बस्न पाइनँ र उहाँहरूसँग किन हुर्किन पाइनँ भन्ने कुराले मलाई धेरै गाह्रो बनाउँथ्यो। यो चाहिँ मेरो कमजोरी थियो। अनि जब जब मेरो साथीभाइहरूले सोध्नुहुन्थ्यो कि तिम्रो आफ्नो जन्म दिने बुवाआमा कहाँ हुनुहुन्छ, अनि तिमी किन आफ्नो मम्मी बुवासँग नबसेको, किन तिमी मामा घरमा छौ भन्ने विभिन्न किसिमका प्रश्नहरू उहाँहरूले सोध्दै गर्दा नि मसँग त्यसको उत्तरै हुन्थेन होइन। मलाई कता कता थाहा त थियो, तर पनि म मौन भइदिन्थेँ यो कुराहरू सोध्दै गर्दाखेरि। अनि मलाई धेरै गाह्रो हुन्थ्यो, आँखाभरि आँसु हुन्थ्यो, किनभने आफ्नो जन्म दिने बुवाआमासँग बस्नलाई रहर सबैसँग हुन्छ है। अनि उहाँहरूसँग बस्ने इच्छा मलाई पनि थियो। अनि म मामा घरमा थिएँ अनि उहाँहरूसँग नभएको कारणले गर्दा यो चाहिँ मेरो कमजोरी हुन पुगिरहेको थियो। यो मेरो कमजोरी थियो है। अनि मलाई लाग्थ्यो कि सकेसम्म यो कुरा कसैले नउठाइदिए हुन्थ्यो, यो प्रश्न मलाई कसैले नसोधे हुन्थ्यो भन्ने मलाई लाग्थ्यो। अनि यसको मतलब यो पनि होइन कि जुन ठाउँमा म बसेर हुर्केँ, यानि कि मेरो मामा घर, अनि त्यहाँ चाहिँ मेरो हजुरबुवा हजुरआमा र मेरो मामा हुनुहुन्थ्यो। अनि उहाँहरू चाहिँ एकदमै असल र प्रेमिलो हुनुहुन्थ्यो है। अनि उहाँहरूले मलाई कुनै कुराको कमी हुन दिनु भएन। अनि मेरो इच्छालाई सधैँ उहाँहरूले पुरा गर्नुभयो होइन। उहाँहरू मेरो लागि चाहिँ हुन्छ नि, जन्म दिने बुवा भन्दा पनि माथि हुनुहुन्छ, जन्म दिने आमा भन्दा पनि माथिको हुनुहुन्छ है। त्यो कुरा म भन्न चाहन्छु। अनि उहाँहरूले मलाई कुनै कुराको कमी हुन दिनु भएन। उहाँले धेरै माया गर्नुभयो होइन। अनि अहिले त मेरो विवाह भइसक्यो होइन। अनि मेरो विवाह पनि उहाँले नै दिनुभएको हो है। अनि साँच्चै नै उहाँहरू एकदमै असल हुनुहुन्छ, म धन्यवादी छु। र पनि मलाई कता कता चाहिँ मेरो आफ्नो जन्म दिने बुवाआमा उहाँहरूसँग म नहुँदाको कुरा चाहिँ त्यो समयमा चाहिँ केही वर्ष अगाडि चाहिँ त्यो चाहिँ मेरो कमजोरी बन्न पुगिरहेको थियो, जुन बेला म कलेज स्कुल लेभलमा थिएँ। अनि मैले विश्वास त गरेको थिएँ, तर मलाई चाहिँ यो कुराले चाहिँ त्यो समय मलाई धेरै कमजोर बनाइरहेको थियो। अनि यो मेरो जन्म दिने बुवाआमा नहुनु कुरा चाहिँ यो चाहिँ मेरो एकदमै कमजोरी बन्न पुगिरहेको थियो होइन। म त्यो कुराले मलाई धेरै दुर्बल बनाउँथ्यो, मलाई धेरै गाह्रो बनाउँथ्यो, टुरो महसुस हुन्थ्यो, एक्लो महसुस हुन्थ्यो कता कता होइन। अनि एक दिन चाहिँ म प्रार्थना गर्दै थिएँ। अनि प्रभुलाई किन प्रभु भन्ने प्रश्न चाहिँ उहाँलाई सोध्दै थिएँ, किन म चाहिँ टुरो होइन, अनि किन चाहिँ म चाहिँ एक्लो होइन, किन चाहिँ मेरो जन्म दिने बाआमा मसँग रहनु भएन भन्ने कुराहरू चाहिँ गर्दै म प्रार्थना गर्दै थिएँ, आराधना गर्दै थिएँ। अनि त्यो समयमा ठ्याक्क मलाई परमेश्वरको वचन 2 कोरिन्थी 12:8-10 मलाई ठ्याक्क स्मरण भयो। अनि त्यो वचन तपाईँको सामु पनि मैले पढ्न चाहेँ। अनि त्यहाँ यसो लेखेको छ है, यो मबाट हटोस् भनेर मैले 3 पल्ट प्रभुसित बिन्ती गरेँ, तर मलाई उहाँले भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति म माथि बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्नेछु। यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र आपतहरूमा म सन्तुष्ट रहन्छु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। आमेन। हेर्नुहोस् है त। अनि हामीले हेर्छौँ भने चाहिँ पावलले ऊ पनि गाह्रो हुँदाखेरि चाहिँ उसले आफ्नो कुराहरूलाई चाहिँ हटोस् भनेर त प्रार्थना त गरेको थियो नि होइन। तर परमप्रभुको वचनले तपाईँ र मलाई कसरी उत्साह दिन्छ भने मेरो अनुग्रह चाहिँ तेरो निम्ति पर्याप्त छ। आमेन। अनि त्यो समयमा पनि म प्रार्थना गर्दै थिएँ, प्रभु किनभने यो वचन ठ्याक्क मलाई याद आयो कि परमेश्वरको अनुग्रह चाहिँ मेरो निम्ति पर्याप्त छ। आमेन। अनि ठ्याक्क अर्को वचन पनि के याद आयो भन्दाखेरि यूहन्ना 3:16, जसमा चाहिँ परमेश्वरले हाम्रो निम्ति दिनुभएको बलिदानको विषयमा हामी पाउन सक्दछौँ। त्यहाँ यसो लेखेको छ कि
परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र हाम्रो निम्ति दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। आमेन। हेर्नुहोस् है त है, साँच्चै नै तपाईँ र मलाई संसारमा हुँदा चिन्ता हुन्छ, फिक्री हुन्छ, अभाव हुन्छ। सायद हजुरको जीवनमा पनि होला, कुनै न कुनै घटीकमी होला, कसैलाई गाह्रो भइरहेको होला, कसैलाई बदनामीको कुराहरू आइरहेको होला, कसैलाई कठिनाइ भएर होला, कसैलाई आपत परिरहेको होला। अनि त्यो समयमा पनि मेरो कमजोरी नि मेरो बुवा आमा मसँग नहुनु थियो है। अनि कसरी चाहिँ तपाईँ र मलाई कमजोरीले, कठिनाइहरूले नि परमेश्वरको प्रेमलाई बिर्सी पठाउँछ है। कसरी चाहिँ हामीहरू जीवनमा भएको कठिनाइहरूले परमेश्वर को हुनुहुन्छ भन्ने कुरा, अनि परमेश्वरमा तपाईँ र म चाहिँ को हुँ भन्ने कुरालाई कसरी चाहिँ छेल्ने काम गर्दो रहेछ भन्ने कुरा मैले ठ्याक्क त्यो बेला सम्झेर एउटा कुरा मेरो मनमा के आयो भने म झस्याङ्ग भयो है। एक प्रकारले भन्नुपर्दाखेरि जब परमेश्वरको प्रेमलाई मैले त्यतिखेर सम्झेँ, परमेश्वरले मेरो लागि के गर्नुभयो, परमेश्वरले मेरो लागि बलिदान दिनुभयो। आमेन। अनि परमेश्वरले आफ्नो प्राणभन्दा प्यारो पुत्रलाई मेरो निम्ति बलिदान हुनु दिनुभएको कुराको अगाडि नि मेरो कमजोरी मलाई एकदमै सानो लाग्यो। र एउटा कुरा मलाई के याद आयो भने सायद म त्यो समयमा मेरो आफ्नो जन्म दिने बुवा आमाको साथमा भएको भए सायद मेरो परमेश्वर जसले मलाई यति धेरै माया प्रेम गर्नुहुन्छ, सायद उहाँलाई मैले पाउँदिन थियो कि होइन, जुन चाहिँ मैले अहिले परमेश्वरको प्रेमलाई चाख्न पाएको छु होइन। अनि म चाहिँ मामा घरमा हुनु चाहिँ परमेश्वरको योजना रहेछ भन्ने कुरालाई मैले यसरी पोजिटिभली लिएँ है। अनि प्रभुलाई मैले यति धन्यवाद दिएँ, प्रभु साँच्चै नै म मेरो आफ्नो जन्म दिने आमा बुवासँग नभएको कुरालाई मैले यति कमजोर बनाएको रहेछु र म को हुँ भन्ने कुरालाई मैले बिर्सेको रहेछु। अनि म त तपाईँको हुँ, म त अनन्तको घरको लागि तपाईँले चुन्नुभएको भन्ने परमेश्वरको बलिदान, उहाँको प्रेमलाई मैले सम्झेँ र प्रभुलाई धन्यवाद दिएँ। म मामा घरमा हुनु चाहिँ प्रभु तपाईँको योजना रहेछ भनेर। अनि साँच्चै नै तपाईँ र मेरो परमेश्वरले हाम्रो भविष्यलाई देख्नुहुन्छ, उहाँले जान्नुहुन्छ है। यदि हाम्रो जीवनमा केही कुरा आइरहेको छ भने तपाईँ र मैले यो कुरालाई विश्वास गरौँ कि कुनै कठिनाइ हुँदै गर्दा नि त्यो पछाडि चाहिँ परमेश्वरले तपाईँ र मेरो जीवनमा आनन्दको कुराहरू ल्याउनुहुन्छ, असल कुराहरू लिएर आउनुहुन्छ। किनभने तपाईँ र मेरो परमेश्वरले हाम्रो जीवनमा असल कुराहरूको निम्ति तपाईँ र मलाई चुन्नुभएको। आमेन। अनि तपाईँ र मैले हाम्रो परमेश्वरको प्रेमलाई बिर्सिनुहुन्न। यसरी चाहिँ तपाईँ र मेरो परमेश्वरको प्रेमले चाहिँ तपाईँ र मेरो कमजोरीलाई ढाक्ने काम गर्छ। आमेन। अनि जुन चाहिँ मेरो कमजोरी मेरो बल हुन पुग्यो परमेश्वरको प्रेमको कारणले होइन, उहाँको बलिदानको कारणले मेरो कमजोरी मेरो बल हुन पुग्यो। अनि त्यो दिन मैले थाहा पाएँ कि साँच्चै नै जुन कुरा मेरो कमजोरी थियो त्यो चाहिँ खासमा मेरो बल रहेछ। मैले परमेश्वरलाई पाउनको लागि त्यो कुराहरू भएको रहेछ होइन। किनभने भन्दै गर्दा सुन्दामा नराम्रो लाग्ला, तर संसारको बुवा आमा पनि संसारमा हुँदा मात्र हो। हाम्रो शरीर त मरेर जान्छ होइन, यो शरीरलाई हामीले छोड्नुपर्छ, तर हाम्रो आत्मा त जीवित रहन्छ। आमेन। अनि एक दिन हामी हाम्रो जो स्वर्गीय बुवा हुनुहुन्छ नि, अनि उहाँसँग चाहिँ हामी हुन्छौँ अनन्तको लागि। आमेन। अनि संसारको अनि साँचो परमेश्वर जो साँचो मेरो बुवालाई मैले पाएको छु, अनि यी दिनहरूमा त्यो कुरामा म गर्व गर्छु। अनि वचनले भन्छ नि होइन, घमण्ड नै गर्नुपर्ने हो भने अनि यसुलाई मैले चिनेको छु भन्नेमा म घमण्ड गर्छु। आमेन। घमण्डमै गर्नुपर्ने हो भने चाहिँ परमप्रभुमा घमण्ड गर भनेर वचनले पनि हामीलाई सिकाउँछ। अनि यी दिनहरूमा मलाई घमण्ड के लाग्छ भने परमेश्वरले मलाई चिन्नुहुन्छ। आमेन। येशू ख्रीष्टले मलाई चिन्नुहुन्छ है। अनि आज मैले मेरो अस्तित्वलाई मैले थाहा पाएको छु, म को हो भन्ने कुरालाई मैले त्यो दिनबाट थाहा पाएको छु। अनि मलाई कुनै कुराले यी दिनहरूमा मलाई गाह्रो बनाउँदैन है। अनि मैले यो कुरा बुझेको छु कि जसरी पावलले भने बदनामी, कठिनाइ, सतावटहरू, आपतहरू होइन, अनि सबै कुराहरू त संसारमा हुँदा आउँछ, तर जब तपाईँ र म दुर्बल हुन्छौँ तब हामी चाहिँ शक्तिशाली हुन्छौँ भनेर वचनले तपाईँ र मलाई यी कुराहरूले चाहिँ मलाई हामीलाई उत्साह दिने काम गर्छ। आमेन। अनि जतिजना जहाँ हुनुहुन्छ अनि यो गवाई सुन्दै हुनुहुन्छ, अनि सायद हजुरको जीवनमा पनि कता कता कुनै कमजोरी होला जुन कारणले तपाईँलाई परमेश्वरसँग सङ्गतिमा रहनलाई, परमेश्वरको प्रेमलाई अझ भित्रबाट महसुस गर्नलाई रोकिरहेको छ भने एउटा कुरा तपाईँले के नबिर्सिनुहोस् भने संसारको कुरा संसारमै बिलाएर जान्छ है, तर परमेश्वरको प्रेम सदाको लागि तपाईँ र मसँग छ है। आज कोही नहोला हाम्रो साथमा, आमाले त्याग्ला, बुवाले त्याग्ला, तर जसले त्याग्दा पनि तपाईँ र मेरो परमेश्वर सदा सर्वदा तपाईँ अनि मसँग हुनुहुन्छ। आमेन। आज यो शरीर त संसारमै रहेर जाने हो, संसारमै बिलाएर जाने हो है, यो क्षणिक हो,
तर हाम्रो आत्मा सधैँभरि जीवित रहन्छ। हामी मरेर पनि एक दिन तपाईँ र मेरो परमेश्वर पिताको घरमा तपाईँ र म हुन पाउनेछौँ, उहाँसँग आनन्दमा सङ्गतिमा रहन पाउनेछौँ। अनि यो जस्तो तपाईँ र मेरो खुसी कुरा केही पनि होइन है। अनि तपाईँ र मेरो खुसी नै परमेश्वरले तपाईँ र मलाई चिन्नु भएको, तपाईँ र मलाई परमेश्वरले येशू ख्रीष्टले चिन्नुहुन्छ, त्यो चाहिँ तपाईँ र मेरो आनन्द हो है। अनि उहाँले तपाईँ र मलाई विजेताभन्दा माथि बनाउनु भएको, त्यो चाहिँ तपाईँ र मेरो आनन्द हो, बल हो। अनि उहाँले तपाईँ र मलाई चुन्नु भएको, यो चाहिँ तपाईँ र मेरो बल हो। यो कुरालाई तपाईँ र मैले बिर्सिनुहुन्न है। जुन चाहिँ मैले गएको केही वर्ष अगाडि मेरो कमजोर बनाएको थिएँ, मेरो अगाडिको कुराहरूलाई, तर मैले पछि हुने कुरालाई मैले बिर्सिपठाएको थिएँ। तर जुन दिन मैले प्रार्थना गरेँ, म छर्लङ्ग भएँ कि त्यो चाहिँ कमजोरी चाहिँ मेरो बल रहेछ होइन। अनि त्यो दिनबाट चाहिँ मेरो कमजोरी मेरो बल हुन पुग्यो। आमेन। अनि जसले सुन्दै हुनुहुन्छ, म आशा गर्छु अबको दिनहरूमा तपाईँको कमजोरी पनि तपाईँको बल हुनेछ येशू ख्रीष्टको प्रेमले। आमेन। अबको दिनहरूमा तपाईँको जीवनमा भएको कमजोरी सबै कुराहरू तपाईँको शक्तिशाली रूपले तपाईँको बल हुन जानेछ भन्ने म यही विश्वास गर्दछु। अनि तपाईँहरूलाई पनि यही उत्साह दिन्छु, आफ्नो कमजोरीलाई बल हुन दिनुहोस्। परमेश्वरको प्रेमले नि तपाईँ र मेरो कमजोरीलाई बल बनाउँछ, जसरी मेरो जीवनमा बनायो। जबसम्म तपाईँ र मैले परमेश्वरको बलिदानलाई भित्रबाट बुझ्दैनौँ, जबसम्म तपाईँ र मैले परमेश्वरको प्रेमलाई भित्रबाट बुझ्दैनौँ नि, परमेश्वरको बल के हो भन्ने कुरा हामीले बुझ्न सक्दैनौँ। अनि साँच्चै नै तपाईँ र मेरो हृदयबाट हाम्रो कमजोरीमाथि पनि परमेश्वर हुनुहुन्छ, हाम्रो हरेक संसारबाट आए पनि आपद विपद माथि पनि तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई जब तपाईँ र मैले बिर्सिँदैन भने नि तपाईँ र मेरो कमजोरी बल हुन पुग्दछ। आमेन। अनि तपाईँलाई यो उत्साह दिन चाहन्छु, केही वर्ष अगाडि जुन कुरामा म लडिरहेको थिएँ, तर मैले थाहा पाएँ कि मेरो कमजोरी भन्दा माथि चाहिँ मेरो परमेश्वर हुनुहुन्छ। जुन कुराले चाहिँ आज मेरो कमजोरी मेरो बल हुन पुर्यायो। अनि तपाईँहरूको जीवनमा पनि तपाईँहरूको कमजोरी बल हुन पुगोस्। आमेन। किनभने तपाईँ र मसित को हुनुहुन्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण छ। अनि तपाईँ र मसँग चाहिँ परमेश्वर हुनुहुन्छ, येशू ख्रीष्ट हुनुहुन्छ। आज हाम्रो आत्मालाई उहाँले बचाउनु भएको छ, हाम्रो जीवनलाई उहाँले बचाउनु भएको छ। हामीले नमाग्दा पनि आफ्नो परमेश्वरले चाहिँ आफ्नो प्राणभन्दा प्यारो पुत्र बलिदान हुन दिनुभएको छ भने हामीले माग्दै गर्दा उहाँले झन् हाम्रो सबै कमजोरीमा, सबै आपद विपदमा, सबै सतावटमा उहाँले नै सहायता गर्नुहुन्छ भन्ने कुरा तपाईँ र मैले विश्वास गर्नुपर्छ र परमेश्वरलाई धन्यवाद दिनुपर्छ, खुसी हुनुपर्छ, आनन्द लिनुपर्छ। आमेन। अनि यही उत्साह दिन्छु कि आउने दिनहरूमा आफ्नो कमजोरीलाई बल हुन दिनुहोस्, परमेश्वरलाई काम गर्न दिनुहोस्, परमेश्वरमा आनन्द लिनुहोस्। जसरी चाहिँ पावलले कठिनाइमा पनि परमेश्वरमा आनन्द लिन जानेको थियो, के तपाईँ र मैले परमेश्वरमा आनन्द लिन जानेका छौँ? यदि जानेका छैन भने नि अब कमजोरीमा पनि, आपद विपदमा पनि, कठिनाइमा पनि परमेश्वरमा अबको दिनदेखि आनन्द लिन थालौँ। अनि मात्र तपाईँ र मेरो कमजोरी बल हुन पुग्दछ।